मर्निङ एभ्रिवान। अहिले तपाईँ बिहानको 8 बजिरहेछ। आज 7 बजेदेखि मेरो बहिनीको रिजल्ट थियो एन्ड मेरो ठुलो बहिनी र सानो बहिनी दुवैजना रिजल्ट लिन गएको थियो। तिनीहरू अहिले रिजल्ट लिएर आइसकेको छन् अनि अब म त्यसले बोलाउन गइरहेको छु अनि उसको रिजल्ट हेर्छौँ। तपाईँ पनि हेर्नु अनि उसले रिजल्टमा के पर्फर्मेन्स कस्तो गरेको छ। लेट्स सी एन्ड लेट्स एप्रिसिएट हर। ल म तपाईँहरू वेट गर्नुमा उसलाई बोलाइरहेको छु अनि सोधिरहेको छु उसले के भन्दैछ, कस्तो रिजल्ट ल्याएको छ, कस्तो पर्फर्मेन्स गरेको छ। लेट्स सी एन्ड एप्रिसिएट हर। तपाईँहरू भिडियोमा बनिराख्नु लास्टसम्म। उसको हामी सबै रिजल्ट हेर्छौँ र लास्टमा हामी उसलाई एप्रिसिएसन पनि गर्छौँ। एन्जल, एन्जल तिम्रो रिजल्ट खै? कति आएछ तेरो रिजल्ट? के आएछ क्लासमा? सेकेन्ड। निकाल न त। तिमी खै तिमीलाई हेराउनु पर्दैन त्यो रिजल्ट के आएछ भनेर? आफै हेराउ न कुन सब्जेक्टमा के आएछ हेरौँ। डिक्टेसनमा 25/25। केमा आएछ? कतिमा आएछ? कुन सब्जेक्टमा के छ? 4 GPA आएको छ। 4 GPA आएर पनि सेकेन्ड भयो किन? खै तिम्रो के भयो? इङ्ग्लिसमा 50/47। यो के हो? यो कुन सब्जेक्ट हो? यो नेपालीमा, नेपालीको थ्योरीमा 444। सहीमा 4 GPA त छँदैछ त फेरि किन सेकेन्ड आयो? अलि सब्जेक्ट वाइज हेरौ त के छ? कुन हो यो? इङ्ग्लिसमा कति मार्क छ? 50मा 47। कुन मिस्टेक गरेछस्? अबदेखि ध्यान दिने उसले। अर्को हेर। साइन्समा कति छ? 50/50। साइन्समा ठिक छ, वेल डन। बट अलिकति ह्यान्ड राइटिङ इम्प्रुभ मात्र गर्नु पर्यो। ठिक छ। यसमा के छ? म्याथमा कति छ? म्याथमा 2 मार्क कहाँ खाइदिस्? 58 छ। 48 छ, सरी 48 छ। ठिक छ। सबै लेखेको छैन। कतिको टेबल आएको थियो एक्जाममा? 8 को टेबल त मिस्टेक गरेको छैन नि। ठिक छ। 2 मार्क कहाँ कटेछ? कुनै मिस्टेक देखिरहेको छैन त। यो कुन सब्जेक्ट हो? जिके। जिकेमा 3 मार्क। स्पेलिङ राइट न आर्यो यहाँ पनि त्यस्तै छ। होइन, एन्सर आउँछ यहाँ। क्वेसन स्पेलिङ त राइट छ तर क्वेसन सोधिरहेछ विच इज द स्मलेस्ट कन्ट्री इन द एसिया। तिमी एन्सर के छौ? रसिया इज द स्मलेस्ट कन्ट्री इन एसिया। यो त गलत छ नि। रसिया त वर्ल्डकै मतलब सबभन्दा ठुलो कन्ट्री हो नि। त यो मिस्टेक भएन? त्यही भएर मिस्टेक छ। स्पेलिङ राइट छ तर त्यो एन्सर मिस्टेक छ। यो कुन हो? डिक्टेसन। डिक्टेसनमा 25/25। 25मा कति छ? यो 25 नि हो। ठिक छ। अर्को यो के हो? नेपालीमा हाम्रो सेल्फ मिन सोसल सामाजिक हो। 49 छ। ठिक छ। सेकेन्ड आएको कारण त्यही 1 नम्बर 2 नम्बर कहीँ कहीँ कटेछ त अब आइन्दा मतलब उसले सोची आउनु पर्यो। ग्रामर 50/50 छ। ठिक छ। यो तिम्रो के छ? ट्रान्सलेसन 50/50। ठिक छ। तर सबैमा ह्यान्ड राइटिङ बहुत मतलब त्यति राम्रो छैन कि अझै राम्रो गर्न सक्थ्यो। यो कुन सब्जेक्ट हो? नेपाली 49 छ। डिक्टेसन ठिक छ। धेरै राम्रो, अझै राम्रो गर्ने। म्यामसँग भेट भएन? म्यामसँग भेट भयो? के भन्नुभयो म्यामले? ठिक छ। पहिला के आएको थियो? फर्स्ट कि सेकेन्ड? फर्स्ट। यसपालि सेकेन्ड आयो। त्यो कुन प्रगति हो? ठिक छ। अझै राम्रो गर्नु, अझै राम्रो गर्न सक्छ। तिमी स्याड छ के?
डोन्ट बी स्याड, अझै राम्रो गर्न सक्छौ, ठिक छ नि? ल जा।